के तपाईँ एकदम खुसी हुन चाहनुहुन्छ? जिन्दगी एकदम खुसियालीका साथ बिताउन चाहनुहुन्छ? त्यस्तो चाहनुहुन्छ भने चाहिँ तपाईँले आफ्नो जिन्दगीलाई चाहिँ एउटा गोलसित बाँध्न पर्ने हुन्छ क्या। तपाईँको अहिले चाहिँ अधिकांश मान्छेहरू चाहिँ के छ भने गोल भनेको एउटा पैसा कमाउने, पैसा कमाउने गोल राखेपछि अब काम के गर्ने त भन्ने कुरो छ। काम त केही गर्ने नै होइन, बस पैसा कताबाट आउँछ भन्ने गोल बनाउने, थुपुको बस्ने हो। तपाईँले कहिले नि अब खुसियाली हुने भनेको चाहिँ तपाईँले चिज हुन्छ नि। अब अहिले त म्याक्सिममको खुसीको माध्यम भनेकै पैसा भए खुसी हुन्छ, नभए हुन्न भन्ने छ कि। अहिले तपाईँको स्थिति किन यस्तो भइरहेछ भन्दा एउटा लिमिटेड के घाँसबास कपासको पनि व्यवस्था भइरहेको छैन होला। त्यो भएर अब पैसा नै एकदम इम्पोर्टेन्ट देखिरहेछ हजुरहरूलाई। तर एउटा लेभल आसी चाहिँ हरेक चिजको लिमिटेसन हुन्छ क्या तपाईँको। एक टाइम आसी त पैसाको भ्यालु पनि सकिन्छ होइन। त्यो भएर जिन्दगी नै पैसाको लागि चाहिँ नफाल्नुहोस् भन्ने चाहिँ मेरो सुझाव छ। एउटा केही प्यासनेट चाहिँ गोल चाहिँ फाइनल गर्नुहोस्। यो त्यो गोल कम्प्लिट भयो भने पैसा त बाई प्रोडक्ट हो कि। तपाईँले काम एकदम प्यासनेट आफूलाई खुसी हुने काम गर्नुहोस्। कामबाट त काम गरेपछि त पैसा आइहाल्छ त। पैसाका लागि काम गर्नुपर्छ भन्ने नै हुन्न कि। काम एकदम आफूलाई जुनमा मजा लाग्छ त्यो काम गर्न सिक्नुहोस् कि। अनि त्यसबाट चाहिँ अब त्यो कामबाट पैसा चाहिँ कसरी जेनेरेट गर्ने त्योबारे सोच्नुहोस्। बिस्तारै बिस्तारै चाहिँ त्यो पैसा आइहाल्छ कि। पहिला फर्स्ट चाहिँ आफ्नो कामलाई एकदम रमाइलो लिन सिक्नुहोस्। त्यसपछि चाहिँ तपाईँको त्यहीबाट अब पैसा चाहिँ कसरी जेनेरेट गर्ने भन्ने कुरा चाहिँ त्यहीँबाट आइहाल्छ कि। त्यो भएर सुरुमै पैसा पछाडि चाहिँ नभाग्नुहोस्। एउटा गोल चाहिँ डिसाइड गर्नुहोस् र तपाईँले चाहेको के हो त्यो चाहिँ फाइनलाइज गर्नुहोस्। यत्रो यो जिन्दगी पाएर तपाईँले पैसाकै पछाडि बर्बाद गर्ने भए त के अर्थ भयो त जिन्दगी पाएको यत्रो। र तपाईँ जन्मेर कोहीलाई केही फाइदा भएको कि छैन त्यो चाहिँ हेर्नुपर्ने हुन्छ। मेरो हिसाबले चाहिँ एउटा गोरु छ अरे साढे गोरु बढेमानको छ तर त्यसको न बल कसैलाई काम लाउँछ। त्यो आफैलाई हो नि त। जतिसुकै होस् त्यो हिसाबको चाहिँ हुन भन। मान्छे भएपछि चाहिँ आफूमा भएको बल क्षमता जे पनि छ अरूलाई पनि प्रयोग आओस् भन्ने चाहिँ मेरो धारणा हो। हस् त, धन्यवाद।